आलोचना विरोध भन्ने कुराहरू चाहिँ काम गर्ने व्यक्तिहरूकै हुन्छ होइन। कसैले मलाई चिन्दैन, मेरो बारेमा केही थाहै छैन भने मलाई न तारिफ हुन्छ न आलोचना हुन्छ। हाम्रा प्रधानमन्त्री बालेन शाहको पनि त्यतिकै आलोचना भइरहेको छ। उहाँलाई झन् के भनिरहेछ मान्छेले होइन, लुसिफर भनिरहेछ, कालो चस्मा भनिरहेछ होइन, कहिल्यै हाँस्दैन, दाँत कस्तो छ भनेर। रवि लामिछानेको कुरा छोडौँ त, सानोतिनो दिल भएको मान्छे त मुटु फुटेर मर्छ क्या, त्यति धेरै आलोचना भइरहेको हुन्छ होइन। र फरक प्रकारको व्यक्तिलाई चिन्न समय लाग्छ। जसले चिन्नुहुन्न उहाँहरूले आलोचना गर्नुहुन्छ, जसले हामीले चिनेका छौँ होइन, मनबाट मस्तिष्कबाट चिनेका छौँ, हामी आलोचना गर्दैनौँ। त्यो प्रतिपक्षमा बस्ने नेतालाई जसले भोट दिएर पठाउनु भएको छ नि, उहाँहरू जनताको कदर गर्नुहुन्न क्या। उहाँहरूले सत्ता पक्षले के भनेपछि चाहिँ त्यस्तो गर्नुभएको थियो भन्ने कुराहरू चाहिँ उहाँहरूले केलाउनुहुन्न। एकैचोटि रिसाएको झर्केको उफ्रेको मात्र देख्नुहुन्छ होइन। माटोलाई धुलो बनाउँछौँ भनेर जुन अभिव्यक्ति दिएर लागि पर्नु भएको छ, अब उहाँहरूलाई पनि हामी धन्यवाद नै दिन्छौँ। 100 जना निस्केर जानु भएको छ भने माटोमा चाहिँ 500 जनाको प्रवेश पनि भइरहेको छ नि त होइन। त्यसैले उहाँहरूको त्यो सपनाहरू पुरा हुँदैन। म संगठन विस्तार गर्न जाँदाखेरि मेरो छोरा भर्खर जन्मिएको थियो होइन, तर संगठन विस्तार गर्दै गरेर घर फर्केर आउँदाखेरि त छोराको दाँतै लामो भइसकेको रहेछ। उम्रेर भन्दै हुनुहुन्थे भनेपछि कति डेडिकेटेड छ होइन। सुम्निमा पारुहाङ प्रतिमा निर्माणको सम्पर्क कार्यालय पनि खोलेको छ, राखेको छ। बिहानदेखि बेलुकासम्म सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि के कुराहरू भए होइन, सहयोगहरू कति आयो, च्यारिटी कति आयो, त्यो सबै डिजिटल रेकर्ड राख्ने, आयो कति व्यय कति, त्यो सबै भएकोले गर्दाखेरि काहीँ केही हिनामिना भएको छैन। यो खाली हर्कसरलाई फेलुवर बनाउनका लागि चालिएको चाल होइन। यो भ्रमको खेती, यसमा कसैले पनि नपत्याउनु। अहिले चाहिँ कतै हर्कसर 2-4 दिन यसो रेस्ट गर्नुपर्ने भयो। अर्को नेतृत्व कसले गरिदिन्छ भने चाहिँ उहाँ सुदन किराती हो होइन। त्यसैले अब चाहिँ हाम्रोमा 101 हुनुहुन्छ होइन, उहाँ नहुँदा उहाँ भन्ने खालको हुन्छ। त्यही भएर उहाँहरू चाहिँ एकदमै राम्रो भइरहेछ। अहिले हर्कसरहरू सदनमा हुनुहुन्छ, सुदन किराती सरहरू यता संगठन विस्तारमा हुनुहुन्छ, हामी छोरी चेली बेटीहरू चाहिँ व्यवस्थापनमा छौँ होइन। हाम्रा महानायक राज सम्हालले भन्नुभएको छ नि होइन, हामी के अरे जापान बनाउने सपना देख्छौँ नेपाललाई होइन, के अरे अमेरिका बनाउने सपना देख्छौँ, त्यस्तो नगरौँ, हामी नेपाललाई नेपाल बनाउने सपना देखौँ। माटो बोल्छ भन्दाखेरि त म त अघि सुरुमा छिर्ने बित्तिकै यहाँ यस्तो हेर्दाखेरि चाहिँ यो मेरो आफ्नै हो कि भन्ने खालको फिल भएको थियो होइन। माटोलाई माया गर्ने माटो प्रेमी राष्ट्रप्रेमीहरूद्वारा सञ्चालन गरिएको माटो बोल्छ भन्ने यो च्यानल ले चाहिँ एकदमै प्रगति गर्छ होला होइन, राम्रो हुन्छ होला जस्तो लाग्छ। र म पनि उत्तर प्रगतिको कामना पनि गर्छु। दिदी सेवारो अनि जय माटो, माटो बोल्छ पोडकास्टमा तपाईँलाई हार्दिक स्वागत छ। धन्यवाद सेवारो। तपाईँ पूर्वी पहाडी जिल्लाको तपाईँ तेह्रथुममा जन्मनुभयो। जीवन भोगाइको हिसाबले हेर्ने हो भने तपाईँले सुगम क्षेत्र र दुर्गम क्षेत्र दुवैको अनुभव पनि छ। राज्यले कस्तो खालको नीति अपनायो भने चाहिँ यो सुगम र दुर्गम क्षेत्र दुवैको समान रूपले विकास हुन्छ होला? त्यो त स्वाभाविक रूपमा जान्ने कुरा हो होइन, जसले पनि भन्न सक्छ त्यो। सुगम ठाउँमा जस्तै दुर्गम ठाउँमा पनि राज्यले विकासका होइन योजनाहरूलाई लगेर पुर्याएर विकास गर्यो भने बराबरी हुने हो। तर यहाँ चाहिँ अब कस्तो छ भने सरकारको चाहिँ जहाँ राम्रो त्यहीँ लगानी गर्ने त्यो खालको भएको छ होइन। त्यही भएर त्यो बराबरी गर्यो भने त अवश्य अझै ग्रामीण क्षेत्रलाई प्राथमिकता दियो भने बजेटहरूमा पनि राख्यो भने चाहिँ अवश्य पनि राम्रो हुन्छ, बराबर। श्रम संस्कृति पार्टीको हर्कबाद सिद्धान्तले मुलुकको विकास र निकास चाहिँ कसरी दिन्छ? सबैलाई अहिले त धेरैलाई थाहा भइसकेको छ। श्रम संस्कृति पार्टी बनेकै श्रमको संस्कारले गर्दाखेरि हो होइन। श्रम दान गर्नुपर्छ, आफ्नो नङ्ग्रा खियाउनुपर्छ, माटो छुनुपर्छ होइन भन्ने खालको, ढुङ्गा छुनुपर्छ भन्ने खालको एउटा भनाइ छ। जो चाहिँ हर्क सरले प्रतिपादन गर्नुभएको होइन, हर्क साम्पाङले श्रम नगरिकन केही पनि हुँदैन भन्ने पनि छ होइन। त्यो भएर हामीले चाहिँ उहाँको
परिकल्पना अनुसार चाहिँ काम पनि गऱ्यौँ सँगै सहकर्मी भएको हिसाबले श्रमदान गऱ्यौँ होइन प्रत्यक्ष हाम्रो यो हातहरूले कति ढुङ्गा बोके कति बिरुवा रोपे होइन कति गऱ्यो तपाईँ त लामो समय जोडिनु भयो लामो समय म त सुरुवाती चरणदेखि उहाँको स्ट्रगल फेजदेखि नै हो म तर त्योभन्दा अगाडि चाहिँ स्ट्रगल फेजमा चाहिँ खासै देखिनँ म चाहिँ होइन त्यो टेम्पोमा त्यो माइक बोकेर हुनुहुन्थ्यो त्यतिखेर नि हुनुहुन्थ्यो म त अगाडिदेखि नै हो हर्क सरले चाहिँ उहाँले यो अभियानहरू चलाउँदाखेरि सुरुमा होइन जस्तै अब धरानमा विकृति विसङ्गति भ्रष्टाचार विरुद्धको अभियानहरू चलाउँदाखेरि उहाँ एक्लैले सम्भव नभएर एउटा टिम बनाउन खोजिराख्नु भएको थियो होइन त्यो टिम बनाउँदाखेरि को छ त भन्ने सम्भावित व्यक्तिहरूले उहाँ खोज्नुहुन्थ्यो रहेछ त्यति बेला होइन त्यो खोजिएको र मेरो टिममा ल्याउन पाए हुन्थ्यो भन्ने व्यक्ति एउटा चाहिँ म आफै मिना सिंह पनि भएकोले गर्दाखेरि उहाँले त्यो सङ्घर्ष समयमा खोजिएको व्यक्ति म होइन भएकोले गर्दाखेरि त्यति बेलैदेखि म जोडिएको छु भनेर चाहिँ भन्छु म चाहिँ होइन उहाँलाई त त्यो स्वाभाविक रूपमा थाहा छ कल गर्नुहुन्थ्यो मेसेजहरू पठाउनुहुन्थ्यो अभियानहरू चलाउँदाखेरि अब आज यहाँ छ त्यहाँ छ होइन जस्तै नगरपालिकामा जाने कुराहरू खानेपानीको अभावमा के गर्ने भन्ने खालको अभियानहरू चलाउँदादेखिको सँगै छु म त्यसैले निकै लामो समय सङ्गत छ हाम्रो तपाईँ श्रम संस्कृति पार्टीमा आउनुभन्दा अगाडि कुनै राजनीतिक दलमा आबद्ध हुनुहुन्थ्यो कि हुनुहुन्थेन म राजनीतिक दलमा आबद्ध थिइनँ भोटर्सको हिसाबले नेपालको नागरिक भएको हिसाबले होइन भोट दिनुपर्छ भनेर कुनै पार्टीलाई समर्थन गरेर भोट हाल्यो होला त्यो फरक कुरा हो तर राजनीतिक पार्टीमै लागेर यसरी नै हिँड्नुपर्छ भन्ने चाहिँ थिएन मैले तपाईँ श्रम संस्कृति पार्टीमा कसरी जोडिनु भयो म चाहिँ सामाजिक काम गरेर हिँड्ने सामाजिक काम गर्न मन पराउने होइन त्यो भएकोले गर्दा सामाजिक अभियन्ता नै हुनुहुन्छ तपाईँ सामाजिक अभियानहरू चलाइराख्दाखेरि भने नि मैले हर्क सरले पनि सामाजिक अभियान चलाइराख्नु भएको थियो होइन त्यति बेला एउटा व्यक्तिलाई अर्को व्यक्ति खाँचो पर्यो होइन यो व्यक्तिलाई ल्याउन पाए हुन्थ्यो भन्ने खालको उहाँ भएर चाहिँ उहाँले खोज्नुभयो होइन मलाई अनि उहाँले खोज्दाखेरि भेटिएको म र म सामाजिक अभियानबाट चाहिँ उहाँ मेयर भइसकेपछि धरान उपमहानगरपालिकाको स्वतन्त्र मेयर जितिसक्नु भइसकेपछि अभियान जस्तै तरिकाले काम गर्नु पर्यो किनभने सरकारले बजेट दिँदैन थियो सरकारको पर्याप्त बजेट नभइसकेपछि काम गर्न इच्छा गर्ने व्यक्तिले के गर्ने त भन्दाखेरि चाहिँ च्यारिटी बेसबाट चाहिँ काम गरौँ होइन जनताकै लेभलबाट काम गरौँ भन्ने खालको उहाँको उद्देश्य होइन योजना भयो त्यति बेला चाहिँ अब सामाजिक व्यक्ति सामाजिक काम गर्ने सामाजिक कार्यकर्ता भएको हिसाबले म जोडिएँ होइन त्यही सामाजिक काम गर्दा गर्दै उहाँलाई सघाउँदै बिस्तारै राजनीति जस्तो भएछ होइन तर मलाई अहिले पनि म राजनीतिज्ञ हो जस्तो चाहिँ होइन नै होइन सामाजिक काम गर्ने सामाजिक कार्यकर्ता नै हो भन्ने चाहिँ लाग्छ तर पनि म चाहिँ सामाजिक अभियानबाट चाहिँ उहाँसँग जोडिएको चाहिँ भन्छु हाम्रो श्रमपिता हर्क साम्पाङज्यूले धेरै नै राम्रो कामहरू गर्नुभएको छ अघि भर्खरै पनि तपाईँले भन्नुभयो होइन तर पनि सामाजिक सञ्जालमा हामीले यसो हेर्ने हो निहाल्ने हो भने उहाँको एकदमै धेरै विरोधहरू भएको जस्तो देखिन्छ तपाईँको विचारमा यो चाहिँ किन भइरहेको छ होला आलोचना विरोध भन्ने कुराहरू चाहिँ काम गर्ने व्यक्तिहरूकै हुन्छ होइन कसैले मलाई चिन्दैन मेरो बारेमा केही थाहै छैन भने मलाई न तारिफ हुन्छ न आलोचना हुन्छ होइन काम गर्ने व्यक्तिको हुन्छ आलोचना फेरि आलोचना आउने व्यक्ति भनेको हर्क साम्पाङ मात्रै होइन होइन अन्य पार्टीहरू अन्य दलहरूमा पनि अहिले सबैभन्दा बढी जो हाइलाइटमा छ उसकै बढी आलोचना हुन्छ कि त्यसो भन्दाखेरि कहिलेकाहीँ त्यो एक प्रकारको व्यक्ति हुन्छ नि त्यो जहिले तहिले चर्चामा आइराख्ने होइन नेगेटिभ कुराहरूबाट आउने उहाँहरूले चाहिँ फेरि प्राउड फिल नगर्दा हुन्छ होइन उहाँहरू त त्यो एक प्रकारको व्यक्ति हुन्छ नि चर्चामा आइराख्ने कन्ट्रोभर्सीमा आइराख्ने उहाँहरू जस्तो होइन अर्को सरहरू फरक हो होइन राष्ट्र निर्माणमा लागेर दुःख गरेर सबैले चिन्ने भएर होइन उहाँहरूको सबै कुरा थाहा पाएर अगाडि बढिराख्नु भएको उहाँको मात्रै होइन अहिले आलोचना हुने हाम्रा प्रधानमन्त्री बालेन शाहको पनि त्यतिकै आलोचना भइरहेको छ उहाँलाई झन् के भनिरहेछ मान्छेले होइन लुसिफर भनिरहेछ कालो चस्मा भनिरहेछ होइन कहिल्यै हाँस्दैन दाँत कस्तो छ भनेर बिचरा
साँच्चै मैले हाँसेको चाहिँ देखेको छैन। कहिले हाँसेकै हाँस्नुहुन्न भने दाँत कस्तो छ, हाँस्दा कस्तो देखिनुहुन्छ होइन, बोली नै आउँदैन के हो, प्रधानमन्त्री जस्तो कति छ आलोचना होइन। अनि भारतले चलाएको गोटी भनिरहेछ होइन, हजुर हजुर आलोचना हो नि त त्यो एक किसिमको। अब राष्ट्रसभाका सभापति रवि लामिछानेको कुरा छोडौँ त, सानोतिनो दिल भएको मान्छे त मुटु फुटेर मर्छ क्या, त्यति धेरै आलोचना भइरहेको हुन्छ होइन। यता सहकारी काण्डबाट पनि भने गाली खाइराख्नु भएको छ उहाँले होइन। हजुर हजुर। अनि यता श्रीमतीको कुराबाट पनि गाली नै खाइराख्नु भएको छ होइन। उहाँ जे बोल्नुहुन्छ त्यो गर्नुहुन्न भन्ने, व्यवहारमा लाग्नु हुँदैन भन्ने कुरा पनि के अरे सबैलाई थाहा छ। अब जस्तै अस्ति सुकुम्बासी को कुराहरूमा चाहिँ डोजर लाउने कुरामा जसले डोजर लगाउँछ म त्यति बेला सुकुम्बासीको साइडमा बसेर छातीमा डोजर थाप्छु भन्नुहुन्छ, थाप्नु नै भएन। अब यस्तो कुराहरूबाट उहाँहरू पनि आलोचित नै हुनुहुन्छ। हजुर हजुर। अनि त्यही भएर अब हर्क सर त झन् अब एक्स्ट्रा अर्डिनरी उहाँको फरक छ होइन। सबैभन्दा फरक व्यक्ति हो क्या उहाँ, हामीले चिन्दा, मैले चिन्दाखेरि चाहिँ हजुर हजुर एकदमै फरक व्यक्ति र फरक प्रकारको व्यक्तिलाई चिन्न समय लाग्छ। जसले चिन्नुहुन्न उहाँहरूले आलोचना गर्नुहुन्छ, जसले हामीले चिनेका छौँ होइन, मनबाट मस्तिष्कबाट चिनेका छौँ, हामी आलोचना गर्दैनौँ। हजुर हजुर। त्यस्तो संस्कृति पार्टीले सदनमा बोल्नलाई पनि सदनको बैठक नै अवरुद्ध गर्नुपर्ने अवस्थाहरू सिर्जना भएको देखिन्छ। जस्तै हिजोकै चाहिँ सदनको बैठकमा पनि त्यो भएको थियो। यो खालको एउटा विभेदकारी अवस्था चाहिँ कसरी सिर्जना भएको होला, किन सिर्जना भएको होला? उहाँहरू सत्ता पक्षले जहिले पनि के भन्छ भन्दाखेरि सबैभन्दा सर्वै हामी हो होइन। जनताले धेरै के अरे भोट दिएर चाहिँ हामीलाई धेरै सिट जिताएर पठाएको छ, त्यसैले हाम्रो खुसी होइन, हाम्रो पार्टी हाम्रो अधिकार, हाम्रो जित हाम्रो अधिकार भन्ने खालको उहाँहरूको अहमता छ होइन। उहाँहरूले चाहिँ धेरै जित्यौँ भनेर चाहिँ त्यो प्रतिपक्षमा बस्नेहरूलाई बस्ने पनि त जितेर जानेर त जनताले मत दिएर गएको हो नि त। त्यो प्रतिपक्षमा बस्ने जनता नेतालाई जसले भोट दिएर पठाउनु भएको छ नि, उहाँहरू जनताको कदर गर्नुहुन्न क्या उहाँहरूले होइन। जितेर त गएको हो नि त थोरै भए पनि होइन, त्यसैले भेदभाव गर्नुहुन्छ उहाँहरूले होइन। त्यही विभेद भइसकिसकेपछि चाहिँ अब हाम्रा नेताहरूलाई चाहिँ त्यो चाहिँ सही हुँदैन, किनभने जे भन्दा पनि यस भनेर चाहिँ भन्ने खालको हुनुहुन्न अहिले चाहिँ। अब चाहिँ उहाँले गलत गर्नुभयो भने चाहिँ गलतलाई गलत नै भन्नुपर्छ भन्ने हिसाबले चाहिँ एक्सनमा जानुहुन्छ होइन। त्यही भएर अब कतिपयले आलोचना गर्ने कारण पनि त्यो हो। तर मजाले आँखा चिम बन्द गरेर उहाँले सोच्नुभयो भने के गरेको थियो त, ल हर्क साम्पाङले त्यहाँ चर्को आवाज निकाल्दा के भन्नुभएको थियो होइन, सत्ता पक्षले के भनेपछि चाहिँ त्यस्तो गर्नुभएको थियो भन्ने कुराहरू चाहिँ उहाँहरूले केलाउनुहुन्न। एकैचोटि रिसाको झर्केको उफ्रेको मात्रै देख्नुहुन्छ होइन। तर जे गर्दै हुनुहुन्छ अहिले उहाँहरूले सही गर्दै हुनुहुन्छ। अब हाम्रो तर्फबाट चाहिँ हामीले चिनेका छौँ, बुझेका छौँ होइन, के गर्दाखेरि चाहिँ त्यसरी प्रतिवाद गर्ने हो, प्रतिकार गर्ने हो भन्ने कुराहरू थाहा छ, त्यसैले उहाँहरूले सही गर्नुभएको छ। धरानमा श्रम संस्कृति पार्टीलाई धुलो बनाएर माटोमै विलय गराउने केही अभिव्यक्तिहरू जसले चाहिँ भर्खरै पार्टी छोडेर भनौँ अथवा परित्याग गरेर उहाँहरू जानुभयो, उहाँहरूले त्यो खालको अभिव्यक्तिहरू चाहिँ सामाजिक सञ्जालहरूमा राखिराख्नु भएको देखिन्छ। यसले अब आउने आगामी निर्वाचनमा स्थानीय र प्रदेशको चुनावहरू नजिकिँदैछ, यसले कतिको असर गर्छ होला? अब यस्तो हो, माटोलाई धुलो बनाउँछौँ भनेर जुन अभिव्यक्ति दिएर लागि पर्नु भएको छ होइन। हजुर हजुर। उहाँहरूले अब ठिकै छ, अब उहाँहरूलाई पनि हामी धन्यवाद नै दिन्छौँ। अब प्रभाव पार्छ होला, उहाँहरूले 100 जना निस्केर जानु भएको छ भने माटोमा चाहिँ 500 जनाको प्रवेश पनि भइरहेको छ नि त होइन। त्यसैले उहाँहरूको त्यो सपनाहरू पुरा हुँदैन होइन, किनभने संसदीय पार्टीमा पार्टी प्रवेश गर्नेको त यति लहर छ होइन। त्यो चाहिँ ग्राउन्ड लेभलबाट बुझ्ने मान्छे चाहिँ हामी हो कि, हामीलाई कस्तो कलहरू आउँछ, कस्तो सम्पर्कहरू आउँछ,
भेट्न आउनुहुने समर्थकहरू शुभेच्छुकहरू कस्तो आउनुहुन्छ, कुन कुन लेभलको चाहिँ व्यक्तिहरू चाहिँ श्रम संस्कृति पार्टीमा आउँदै हुनुहुन्छ भन्ने कुराहरू चाहिँ हामीलाई थाहा छ कि त्यसैले अब 1-2जनाले त्यसो भन्दैमा यसले सारा कुरा बिगार्छ भनेर चिन्ता गर्नुपर्ने कारण छैन। यति राम्रो राम्रो चाहिँ के अरे प्रोफाइल भएको र नेतृत्व गर्न सक्ने व्यक्तिहरू चाहिँ श्रम संस्कृति पार्टीमा आउँदै हुनुहुन्छ। मैले ठक्क अहिले भन्नुपर्दाखेरि स्थानीय चुनावहरू नजिक आइरहेछ होइन, त्यो स्थानीय चुनावहरूमा जस्तै मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष अथवा वडाध्यक्षहरू उठ्नको लागि चाहिँ पूर्वी जिल्लाहरूको थाहा छ मलाई चाहिँ होइन। पश्चिम जिल्लामा अब त्यति प्रभाव छैन अहिले नै होइन। यस्तो राम्रो चाहिँ के अरे उम्मेदवारहरू चाहिँ प्रतिनिधिहरू चाहिँ तयार भइराख्नु भएको छ। म त कस्तो प्राउड फिल हुन्छ क्या उहाँहरूसँग चाहिँ। मेरो त प्रत्येक जिल्लामा चाहिँ कुराकानी भइरहेको हुन्छ, प्रत्येक जिल्लामा सबैजनासँग कुरा हुन्छ भन्ने कुरा होइन। जो हुन्छ लिडर हुन्छ नि त होइन, कमिटीको अध्यक्ष हुन्छ, संयोजक होला। अब सम्भावित व्यक्ति म चाहिँ अब मानव इलाम अथवा पाँचथर अथवा तेह्रथुमको कुनै गाउँपालिका अथवा कुनै चाहिँ नगरपालिकाबाट चाहिँ म मेयरको पदमा उठ्दैछु भन्ने व्यक्तिहरूसँग सम्पर्क हुन्छ हाम्रो होइन। यति राम्रो एजुकेटेड त्यस्तै होइन, काममा अनुभव भएको त्यस्तै म्याच्योर्डहरू यति राम्रो लाग्छ कि उहाँहरू सङ्गठन विस्तारमा घरमै हुनुहुन्न। उहाँहरू अहिले घरमै हुनुहुन्न, सङ्गठन विस्तार गर्नको लागि गाउँ हुनुहुन्छ जनताको। अस्ति एकजनाले भन्दै हुनुहुन्थ्यो, म सङ्गठन विस्तार गर्न जाँदाखेरि मेरो छोरा भर्खर जन्मिएको थियो होइन, तर सङ्गठन विस्तार गर्दै गरेर घर फर्केर आउँदाखेरि त छोराको दाँतै लामो भइसकेको रहेछ उम्रेर भन्दै हुनुहुन्थ्यो। भनेपछि कति डेडिकेटेड छ होइन। सङ्गठन त विस्तार गर्नु पर्यो, माटो के हो भन्नु पर्यो, ढुङ्गा के हो, श्रम संस्कृति के हो भन्ने त बुझाउनु पर्यो नि त। बुझाउँदा जाँदै अब त पहाडी जिल्लाहरूमा कस्तो हुन्छ, हिँड्दै जाँदाखेरि त घर फर्केर आउँदाखेरि त छोराको दाँतै पोलाइसकेको भनिसकेपछि होइन। यति राम्रो चाहिँ यति समर्पित व्यक्तिहरू चाहिँ आउँदै हुनुहुन्छ स्थानीय लेभलबाट, प्रदेश लेभलबाट। अनि यस्तो पनि छ नि, सम्पिता हर्क साम्पाङज्यूले जुन मेयरको टिकटको आश्वासन दिएर उहाँहरू पार्टीमा आउनुभयो र पछि टिकट चाहिँ अरूलाई नै दिने देखेपछि उहाँहरू पार्टी परित्याग गर्नुभएको, त्यो एक किसिमको एउटा अपवाह हो अथवा एक किसिमको एउटा सामाजिक सञ्जालतिर मिडियातिर हामी हेर्छौँ भने त्यो देख्छौँ। यसले यसो नाफा घाटाको हामीले हिसाब गर्दाखेरि अब हुन त्यसरी गर्न मिल्छ मिल्दैन त्यो त थाहा छैन, तर यसो विचार गर्दाखेरि घाटा त आखिर पार्टीलाई नै भयो नि होइन र? होइन, घाटा हुँदैन। मैले अघि भने नि 1-2जना हर्क सरले तपाईँलाई नै दिन्छु भनेर चाहिँ हस्ताक्षर गरेर ल्याप्चे गरेर चाहिँ कसैलाई अध्यक्ष बनाउँछु अथवा मेयर बनाउँछु भनेर चाहिँ भन्नुभयो जस्तो चाहिँ लाग्दैन मलाई त्यतिको व्यक्तिले। हजुर होइन, उहाँले सबैलाई प्रस्ताव राख्न पाउनु भयो नि, अहिले पनि भनिराख्नु भएको छ। हामी अझै 1 वर्ष छ चुनाव आउनलाई होइन, तर पनि अहिलेदेखि उहाँ तयारी गराइराख्नु भएको छ। स्थानीयमा केमा होइन, तपाईँहरू चाहिँ उठ्नुहुने हो, चुनावमा भाग लिनुहुने हो, तपाईँहरू रेडी हुनुहोस्, आउनुहोस्, सबैजना आउनुहोस् भनेर बोलाउनु त अनि अध्यक्षले त बोलाउनु परेन। अनि बोलायो भन्दैमा चाहिँ म कन्भिन्स भएर के अरे मलाई नै चाहिँ सबै चाहिँ सम्झ्यो भनेर चाहिँ त त्यति साह्रो त गर्नु भएन नि त होइन। त्यहाँ अरूलाई पनि सम्झिनु पऱ्यो नि त। जसले अहिले विरोध गरिराख्नु भएको छ नि, उहाँले आफूलाई मात्रै क्यापेबल होइन र आफै मात्रैलाई देख्नुभयो क्या। यत्रो चाहिँ नेपालभरि कति होला त होइन उहाँ जस्तो व्यक्ति। त्यसैले उहाँले आफैलाई मात्रै नहेरौँ, यहाँ अलिकति बाहिर पनि निस्केर हेरौँ। संसारमा धेरै होइन धेरैजना व्यक्तिहरू हुनुहुन्छ, हर्क सरले चाहिँ उहाँलाई नै गर्छु भनेर चाहिँ कहीँ पनि त्यसै गर्नुहुन्न। ठोक्वाका साथ चाहिँ यो चाहिँ अहिले भ्रम फैलाउने काम मात्रै हो यो चाहिँ होइन, बिगार्ने विरोधीको त काम त्यही नै हुन्छ क्या। तर त्यो त राम्रो होइन, त्यसले त केही घाटा पुर्याउँदैन। उहाँहरूलाई आफैलाई घाटा हुने हो क्या त्यो, त्यसले घाटा पुर्याउँदैन। सुम्निमा पारुहाङको जग्गा खरिद गरेको र त्यो विषयमा चाहिँ करोडौँको रकमहरू हिनामिना भएको यस्ता आरोपहरू हाम्रो श्रमपिता हर्क साम्पाङज्यूमाथि एक किसिमको आक्षेपहरू लागिरहेको अवस्था छ। श्रम संस्कृति पार्टी जन्मनुभन्दा अगाडि श्रमदान अभियानको कोषको महत्त्वपूर्ण पाटो तपाईँ लगायतको टिमले सम्हाल्नु भएको थियो। यो कोषको रकमको पारदर्शिता र यो कोषको रकमको परिचालनको सम्बन्धमा एक किसिमको टीका टिप्पणीहरू हुने गर्छ। यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ?
अब यो थुप्रैवटा हर्क सरले चाहिँ थुप्रैवटा चाहिँ आयोजनाहरू सम्पन्न पनि भए होइन। पार्कहरू बनाउने सांस्कृतिक पार्क, कोकाको पानी कोका खानेपानी आयोजना, त्यत्रो त्यो कोका खानेपानी आयोजना जो चाहिँ सरकारले आँट्न नसकेको आयोजनाहरू 2टा सफल भए होइन। हजुर हजुर। अब त्यो पनि छोटो समयमा होइन, छोटो समय। अनि 48 किलोमिटर भने कति टाढा हो होइन, त्यो पनि 98 दिनमा होइन। अब त्यस्तो त्यो ठाउँहरू अहिले सम्झिँदाखेरि, त्यो भिर पहराहरू सम्झिँदाखेरि, त्यो लहरालाई समाउँदै चाहिँ त्यो पाइप जोड्न गएको त्यो समयहरू सम्झिँदाखेरि चाहिँ कहाली लाग्छ क्या होइन। र हरेक उहाँको हरेक अभियानमा म फ्रन्ट फेस छु। अरू पनि हुनुहुन्छ, उहाँहरूले उहाँको बारेमा आफ्नो बारेमा आफै भन्नुहुन्छ, मैले मेरो बारेमा भन्ने हो होइन। उहाँको अभियानमा एउटा फ्रन्ट फेस अगाडिबाट देखिने भनेको चाहिँ म पनि हो, अविनाश सिंह आफै पनि हो। र सुम्निमा पारूहाङ प्रतिमा निर्माण गर्नुपर्छ भनेर उहाँले परिकल्पना गरिसकेपछि हजुर हजुर कसैलाई त सुनाउनु पर्यो, एक्लै त सम्भव हुँदैन। त्यो त झन् एकदमै मेगा प्रोजेक्ट हो। फेरि त्यो अरू सानो प्रोजेक्ट 10 लाख 12 लाखमा 20 लाखमा सकिने सानो पार्कहरू जस्तो एउटा सानो पार्टी बनाएको जस्तो एउटा धारा बनाएको जस्तो होइन, मेगा प्रोजेक्ट हो होइन। त्यो भएकोले गर्दाखेरि त्यो त एक्लै सम्भव थिएन, कोही न कोही त टिमलाई सुनाउनु पर्छ भन्ने व्यक्ति मध्येको एउटा म हो होइन। सुरुमा उहाँले परिकल्पना गरिसकेपछि यस्तो बन्दैछ है दिदी कस्तो लाग्छ भनेर सोध्ने व्यक्ति त्यति बेलाको समयदेखिको म हो होइन। र अब त्यति बेला सरकारले दिने, हामीले के गर्छौँ र उहाँले के गर्छौँ भन्दाखेरि सरकारले दिने बजेट थिएन। त्यो नभइसकेपछि हामीले च्यारिटीबाट काम गर्ने, जनताकै लेभलबाट भन्ने खालको भइसकेपछि आह्वान गऱ्यौँ। त्यो गर्दाखेरि ल है हर्क साम्पाङको अभियानमा चाहिँ सुम्निमा पारूहाङको प्रतिमा निर्माण हुँदैछ यतिको स्केलमा भन्ने खालको सम्भावित स्केल भनिसकेपछि चाहिँ दाताहरू तयारी हुँदाखेरि र हिमालयन ब्याङ्कमा सुम्निमा पारूहाङ प्रतिमा निर्माणका लागि खाता खोल्दाखेरि सबैभन्दा पहिला च्यारिटी कलेक्सन आउने पनि मेरै नामबाट हो होइन। त्यो भएकोले गर्दाखेरि मैले किन त्यो भनेको भन्दाखेरि त्यो समयदेखि चाहिँ म सँगै छु भन्न खोजे होइन। त्यहाँदेखिको चाहिँ हामी काम गर्दै लाँदाखेरि अहिले हामीले त्यो एउटा धरान बिचको चिन्डे डाँडा भन्छौँ होइन, त्यो एउटा पुरै चाहिँ पहाडै छ एउटा होइन, एउटा ढिक्कै छ। त्यो सबै चाहिँ खरिद गरुन्जेलसम्म म छु होइन। कोषाध्यक्षको रूपमा चाहिँ सुम्निमा पारूहाङ प्रतिमा निर्माणको प्रतिष्ठानको कोषाध्यक्ष चाहिँ हाम्रो मामा हुनुहुन्छ, आदरणीय मामा दत्त लिम्बू, उहाँले कोषाध्यक्ष कोष हेर्नुहुन्छ। तर पनि के अरे च्यारिटी गर्दाखेरि सहयोगी दाताहरूले चाहिँ के गर्नुहुन्छ भनेदेखि मलाई राम्रो लाग्यो भने, मिनाज सिंहकलाई राम्रो लाग्यो भने मेरै अकाउन्टमा पैसा पठाइदिने होइन, तपाईँले नै गर्नुपर्छ, मिनाज सिंहक नै एनी हाउ चाहियो भन्नेहरू धेरै दाताहरूले चाहिँ मेरो अकाउन्टमा पैसा पठाउनुहुन्थ्यो। मैले चाहिँ त्यो पैसालाई चाहिँ झिकेर सकेसम्म 24 घन्टा ननगाइकन कोषाध्यक्षलाई बुझाएर त्यो भाउचर चाहिँ दातालाई हामीले फरवार्ड गरिदिन्छौँ होइन। त्यसरी गर्दै आइयो। त्यो भइसकेपछि त मेरो खातामा त 24 घन्टा पनि नरहने भयो। अनि म आउँछ पुर्यायो अनि त्यस पछाडि त्यो हिमालयन ब्याङ्कमा लगेर जम्मा गर्ने व्यक्ति चाहिँ दत्त लिम्बू भइसक्नु भएपछि त्यो पैसाहरू चाहिँ हामी जग्गा खरिद गर्ने होइन। जग्गाको डिपार्टमा हेर्ने राजेन्द्र राई भन्ने हुनुहुन्छ, सुम्निमा पारूहाङ प्रतिष्ठानको उपाध्यक्ष हुनुहुन्छ। जग्गामा उहाँले जग्गादाताहरूसँग होइन डिल गर्ने कसरी। अब यो त त्यो त पर्यटन प्रवर्धनको लागि हो नि त, सांस्कृतिक पर्यटनको लागि हो नि त सुम्निमा पारूहाङ प्रतिमा निर्माण त होइन। त्यो भएर त्यो डिपार्ट हाम्रो फरक छ। त्यसैले त्यहाँ 1 रुपियाँ पनि हिनामिना हुने नो चार्ज होइन। र अहिले त झन् साह्रो हामीले सुम्निमा पारूहाङ प्रतिमा निर्माणको सम्पर्क कार्यालय पनि खोलेको छ, राखेको छ। त्यहाँ दैनिक जसो अपडेट हुन्छ, बिहानदेखि बेलुकासम्म सुम्निमा पारूहाङ प्रतिमा निर्माणको लागि के कुराहरू भए होइन, सहयोगहरू कति आयो, च्यारिटी कति आयो, त्यो सबै डिजिटल रेकर्ड राख्ने होइन। डिजिटल रेकर्ड राख्ने आयो कति व्यय कति, त्यो सबै भएकोले गर्दाखेरि काहीँ केही हिनामिना भएको छैन। यो खाली हर्क सरलाई फेलुवर बनाउनका लागि चालिएको चाल होइन। यो भ्रमको खेती, यसमा कसैले पनि नपत्याउनु
होइन जो आफैले कुराहरू अहिले अपवाह फैलाइराख्नु भएको छ नि उहाँ आफैलाई पनि थाहा छ क्या मैले गलत कुराहरूबाट चाहिँ अगाडि बढिरहेको छु भनेर चाहिँ उहाँले चाहिँ आफैलाई धोका दिइराख्नु भएको छ क्या यसमा कुनै सत्यता छैन म त यी कुराहरूमा त जहाँ गएर बोल्नु पर्दा पनि बोल्छु र कुनै दाताले ल मेरो छैन भनेर भन्नुभयो भने बोल्न तयारी छु म चाहिँ यसमा कुनै सत्यतै छैन यो हर्क सरलाई उहाँको सफलतालाई मन नपराउने व्यक्तिहरूले चालेको चाल हो होइन त्यसैले नपत्याउनु होला भन्छु पछि पूर्व पर्यटन मन्त्री सुदन किराँतीज्यूलाई श्रम संस्कृति पार्टीमा ल्याउनलाई तपाईँले एकदमै ठुलो अहम भूमिका खेल्नु भएको छ उहाँ श्रम संस्कृति पार्टीमा आइसकेपछि अहिले कस्तो प्रभाव परेको छ एकदमै राम्रो असाध्यै राम्रो छ पहिला चाहिँ के पिरलो लाग्थ्यो भन्दाखेरि मलाई हर्क सर मात्रै हुनुहुन्छ अब कतै चाहिँ स्वास्थ्यले साथ नदेला होइन एक हप्ता जति सुत्नु पर्यो रेस्ट गर्नु पर्यो अथवा कहीँ जानु पर्यो भने के अरे विकल्पमा कसले चाहिँ नेतृत्व गरिदिने भन्ने खालको कुरा एकदम खड्किन्थ्यो होइन उहाँ जस्तो त म त सक्दिनँ फेरि होइन अर्कोले पनि सक्दैन होला त्यतिकै राजनीति बुझेको हुनुपर्छ म त राजनीति ब्याकग्राउन्ड होइन मेरो म सामाजिक काम गर्ने मान्छे हो म त सिक्दै आएको मात्रै हो म म्यानेजमेन्टको पाटोमा राम्रो पर्फेक्ट तरिकाले गर्न सक्छु होला तर राजनीतिको अलिक फरक हुन्छ क्या तर त्यो बुझेको व्यक्ति चाहिँ कम भएकोले गर्दाखेरि अहिले चाहिँ सुदन किराँतीज्यूलाई जब जोड्न पाइयो यस्तो मजाले चाहिँ उहाँले चाहिँ सङ्गठन विस्तार गरिराख्नु भएको छ पूर्वका जिल्लाहरूमा होइन प्रदेश नम्बर 1 को जिल्लाहरूमा माटोसँग हातेमालो कार्यक्रमै माटोसँग हातेमालो भनेर कार्यक्रम भर्खरै पनि हाम्रो अब तेह्रथुमतिर पनि जानुभएको थियो अहिले ताप्लेजुङ पाँचथर इलामका पनि ठाउँमा होइन पुगिराख्नु भएको छ उहाँ कुना काप्चा भिर पहरा खोला होइन सबैतिर पुगिराख्नु भएको छ यति मजाले लागिराख्नु भएको छ कि एकदमै राम्रो प्रभाव परेको छ हर्क सरलाई त मैले अघि पनि कार्यक्रममा भने तपाईँहरू नीति नियम बनाउने ठाउँमा जानुहोस् तपाईँहरू सदनमा जानुहोस् होइन अनि के अरे यता सुदन किराँती सरहरू चाहिँ सङ्गठन विस्तारको क्रममा उता हुनुहुन्छ होइन त्यसो गरेपछि त किराँती सर उता भइसकेपछि त सङ्गठन विस्तारको क्रममा सबैतिर गइदिनु भयो भने हर्क सरको खाँचो पर्दैन सबै ठाउँमा उहाँले पुग्नु जरुरी हुँदैन होइन अझै राम्रो गरिदिनुहुन्छ क्या उहाँले होइन हर्क सर गइ नहुने ठाउँमा मात्रै उहाँ जाने भन्ने छ कस्तो भइरहेछ भने अब हामी त चेलीबेटी पनि हो होइन छोरी चेली पनि हो अनि मैले त अब अहिले चाहिँ कतै हर्क सर 2-4 दिन यसो रेस्ट गर्नुपर्ने भयो म सक्दिनँ है ज्वरो आयो भन्दाखेरि सुत्ने बेलामा पनि अर्को नेतृत्व कसले गरिदिन्छ भने चाहिँ उहाँ सुदन किराँती हो होइन त्यसैले अब चाहिँ हाम्रोमा 1 हुनुहुन्छ होइन उहाँ नहुँदा उहाँ भन्ने खालको हुन्छ त्यही भएर उहाँहरू चाहिँ एकदमै राम्रो भइरहेछ अहिले हर्क सरहरू सदनमा हुनुहुन्छ सुदन किराँती सरहरू यता सङ्गठन विस्तारमा हुनुहुन्छ हामी छोरी चेली बेटीहरू चाहिँ व्यवस्थापनमा छौँ होइन कसरी राम्रो बनाउने अब आर्थिक स्ट्राटेजी चाहिन्छ पार्टी चलाउनका लागि कसरी चाहिँ बलियो बनाउने सबै चाहिन्छ नि होइन लुकाउने कुरै भएन नि त्यो डिपार्ट हामीले हेरिरहेछौँ त्यो भएर पनि अब अझै सन्तुष्ट म त एकदमै खुसी लागिरहेछ र सुदन किराँतीलाई पनि एकदमै धेरै जनताले चाहेको नेतृत्व हो नि त उहाँ त्यही भएर एकदमै राम्रो भएको छ यो देशको भौगोलिक अखण्डता सार्वभौमसत्ता र देशको अस्तित्वसँग जोडिएको प्रश्नमा म आएँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र शाहज्यूले संसदको गरिमामय रोस्टमबाट उहाँले नेपालको सिमाना भारतले पनि मिचेको र भारतको पनि सिमाना नेपालले विभिन्न क्षेत्रमा चाहिँ मिचेको भन्ने जुन अभिव्यक्ति उहाँले दिनुभएको थियो यो कतिको न्यायोचित र कतिको यथार्थपरक छ अब मैले आफ्नो दृष्टिकोणले भन्ने हो होइन मलाई अब कस्तो लाग्छ भने पहिल्यैदेखि म चाहिँ के भन्थेँ भने हर्क सरलाई पनि उहाँका अभिव्यक्तिहरूलाई चाहिँ जनताले आधिकारिक मान्ने भएकोले गर्दाखेरि तपाईँहरूले गर्दा तपाईँहरूले खाँदा हिँड्दा चाहिँ एकदमै होसियारी पुऱ्याउनु पर्छ होइन किनभने तपाईँले जे बोल्नुहुन्छ त्यही आधिकारिक ठान्छ त जनताले त्यसैले एकदमै सचेत हुनुपर्छ भन्ने चाहिँ लाग्थ्यो अझै प्रधानमन्त्री होइन प्रधानमन्त्रीले आफ्नो कुन तरिकाले अथवा कुन सोचले भन्नुभयो सायद ठिकै भन्नुभयो होला अथवा होला होइन तर पनि त्यहाँ गएर बिना कि त प्रमाणसहित
उहाँले यस्तो यस्तो छ भनेर चाहिँ भन्नुभएको भए चाहिँ सही हुन्थ्यो होला। तर प्रमाण बिना उहाँले चाहिँ तपाईँहरूलाई पनि सायद तपाईँहरूलाई पनि थाहा छैन होला, मलाई पनि थाहा थिएन होइन। अनि भारतको सिमाना चाहिँ नेपालले पनि मिचेको छ नि भनेर भन्नुभयो। अनि त्यो चाहिँ उहाँ जतिको राष्ट्रनायक हो नि त उहाँ त, उहाँको त देशको सर्वोच्च मान्छे हो। सास फेर्दाखेरि पनि उहाँको पनि सासलाई रेकर्ड गरेर पनि त्यो आधिकारिक मानिन्छ होइन। त्यो बालेन शाहले चाहिँ सास फेर्नुभएको त्यतिको व्यक्तिले चाहिँ त्यहाँ त्यसरी नबोलिदिएको भए हुन्थ्यो जस्तो लागेछ होइन। तर पनि अब हामी चाहन्छौँ, अब म चाहिँ त्यति साह्रो नेगेटिभ ऊबाट अगाडि नजाने भएकोले गर्दाखेरि अब यो ठाउँमा चाहिँ सीमा चाहिँ भारतको सीमा चाहिँ नेपालले मिचेको छ भनेर प्रमाण ल्याउनु भयो भने राम्रो कुरा हो होइन। प्रतीक्षा गरौँ, म चाहिँ त्यही भन्छु। अहिले नेपाल वर्तमान सम्म आइपुग्दाखेरि हामीले विभिन्न आन्दोलनहरू, जनआन्दोलनहरू देख्यौँ। यो मुलुकको परिवर्तन चाहिँ आन्दोलनबाट सम्भव छ कि चुनावबाट? थोरै थोरै आन्दोलनबाट पनि छ र धेरै त चुनावबाटै हो होइन। जस्तै म आफै पनि धेरै कुरामा त नभनौँ, केही कुराहरूमा चाहिँ जस्तै म त लिम्बू समुदायको हो नि त, लिम्बू समुदायको छोरी होइन। हामीले कतिपय कुरा चाहिँ आफ्नै बारेमा माग राख्दाखेरि आन्दोलनबाट माग्यौँ, प्राप्त भएन होइन। त्यसैले यहाँबाट सम्भव रहेनछ भन्ने कुरा चाहिँ मैले बुझेर अहिले राजनीतिमा चाहिँ यतिको लगाव भएको कारण चाहिँ आन्दोलनले चाहिँ त्यो त्यहाँ सम्भव छैन। हामीले चाहिँ सदनमै पुग्नुपर्छ, वार्तामै आउनुपर्छ, हामीले चुनावै जित्नुपर्छ होइन। म आवाज बोकेर जाने मान्छेलाई जनताले चाहिँ सम्बोधन गर्नैपर्छ, भोट हाल्नै पर्छ, त जानुपर्छ त्यहाँ गएर चाहिँ गर्नुपर्छ भनेर मलाई भोटै हाल्नुपर्छ र त्यो ठाउँमै पुग्नुपर्छ, अनि मात्र सम्भव छ भन्ने कुरा चाहिँ मैले चाहिँ स्पष्ट बुझेको छु। त्यसैले आन्दोलनले नै चाहिँ यो चाहिँ सम्भव देख्दिनँ म चाहिँ, सम्भव हुँदैन। संपिता हर्क साम्पाङज्यूलाई पागल गुइठे भन्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब यो गुइठे चाहिँ फेरि उहाँ आफैले निकाल्नु भएको शब्द हो यो। हाम्रो अध्यक्षज्यू आफैले पहिला यस्तो भने गुइठे भन्ने गीत निकाल्नु भएको थियो नि त होइन। गिटार बजाएर गुइठे भन्ने गीत निकाल्नु भएछ। गिटार पनि राम्रो बजाउनुहुन्छ, कम्पोज पनि गरिहाल्नुहुन्छ, लिरिक्स आफै बनाइहाल्नुहुन्छ होइन, भोकल पनि भरिहाल्नुहुन्छ होइन। त्यसैले कहिलेकाहीँ चाहिँ नि अब त्यही भनिदिन्छ क्या होइन। बालबच्चाहरूले के भन्छ होइन, हामीले जे भन्छौँ त्यही फर्काउँछ नि। त्यसरी फेरि उहाँलाई गुइठे भन्न थालेछन्। अब त्यही नै हो, गुइठे भन्छन् अब होइन, ढुङ्गे भन्छन् होइन। यो त अब अनेकै भन्छ, त्यो सबैलाई भन्छन्। मैले भने नि सबैलाई गाली गर्छ, काम गर्ने मान्छेलाई भनिहाले लुसिफर भन्छन्, कालो चस्मा भन्छन् होइन। अनि त्यस्तै हो उहाँलाई पनि। छोटकरीमा भन्नुपर्दा हर्कवाद भनेको वास्तवमा के हो? अब हर्कवाद भनेको चाहिँ जो चाहिँ अब श्रम गर्नुपर्छ होइन भन्ने, श्रम संस्कृतिबाट मात्रै देशलाई चाहिँ निकास दिन सकिन्छ, श्रम गरेर मात्रै, काम गरेर मात्रै भन्ने छ अहिलेलाई चाहिँ होइन। तर हर्कवाद पुरा हुनको लागि चाहिँ धेरै कुराहरू अझै चाहिन्छ। हर्कवाद बन्नलाई चाहिँ अझै धेरै कुराहरू चाहिएला, पास हुनु पर्यो, धेरै कुराहरू हुनु पर्यो। उहाँ आफैलाई पनि थाहा छ होइन, तर यो एकैचोटि हुँदैन नि त, परिमार्जन गर्दै लाने होइन, परिमार्जन गर्दै लाने अझै थप्दै गर्दै लाने हो। अब अहिले चाहिँ उहाँको हर्कवाद भनेको चाहिँ त्यही नै हो, श्रम संस्कृति, श्रम संस्कारको विकास गर्दै लाने होइन, श्रमदान गर्ने होइन। जो यता के अरे पुल निर्माण हुँदैछ होइन, दार्चुलामा पुल निर्माण हुँदैछ, अनि सुम्निमा पारुहाङको प्रतिमा निर्माण हुँदैछ, कोका खानेपानीका त्यत्र आयोजना चाहिँ के अरे बहुभाषिक पाठशाला श्रमदानबाट चाहिँ त्यत्र चाहिँ सरकारले आँट्न नसकेका प्रोजेक्टहरू चाहिँ सफल बनाइयो होइन। यिनै चाहिँ हर्कवाद हुन् भन्ने छ। अब यस्तै हो। हर्कवाद सिद्धान्तमा चाहिँ श्रमलाई नै चाहिँ किन चाहिँ मुख्य आधार बनाइयो? अब श्रम नगरिकन त केही पनि हुँदैन होइन। काम नगरिकन हाम्रोमा के छ भने नेपाली समाज कस्तो छ भने विदेशमा एकजना कमाउँछ वैदेशिक रोजगारमा, 7 जना बसेर खाने छ क्या होइन। 7 परिवार 15 जना परिवार त्यो वैदेशिक रोजगारमा जाने 50,000 60,000 1 लाख कति खान्छ स्यालेरी, उसले चाहिँ नेपालमा
8-10जना परिवार पाल्नुपर्ने छ, केही गर्दैन क्या, केही नगर दिनभरि सुत्ने। मेरो त दाजु लाउरे छ अथवा दिदी लाउरेनी छ होइन, अथवा कहाँ गल्फ कन्ट्रीतिर यति कमाइरहेछ, उसले पठाउँछ त्यसले किन्छु खान्छु भने भएर केही नै गर्दैन क्या हाम्रो, दिनभरि सुत्ने त्यस्तो खालको छ। त्यस्तो चाहिँ विकास हुँदैन। हामीले कसैको बाटो नहेरिकन होइन, सरकारको पनि मुख नताकिकन आफैले चाहिँ श्रम गरेर आफ्नै हातले होइन माटो छुनु पर्यो, ढुङ्गा छुनु पर्यो होइन भन्ने खालको छ। यो बिना चाहिँ सम्भवै छैन। जस्तै 50 वर्ष अगाडिको मानव कोरिया होला होइन, जापान होला, अब उहाँहरूको पनि सुरुवात यस्तै थियो। हामीले त्यो फोटो पिक्चरहरू देख्छौँ नि, भिडियो फुटेजहरू देख्छौँ होइन, ब्ल्याक एन्ड व्हाइट भिडियो फोटोहरू देख्छौँ। उहाँहरूले पनि यसरी नै जसरी अहिले हामीले हर्क सरको अभियान मार्फत चाहिँ श्रमदान सुरु गरेका छौँ, त्यस्तै ग्राउन्ड लेभलबाट काम गरेर चाहिँ अहिले चाहिँ विश्वको शक्तिशाली राष्ट्रहरू बन्न, विकसित राष्ट्र बन्न सफल हुनुभएको छ। त्यसैले हामीले पनि त्यो नगरिकन सम्भव छैन भन्ने नै हो श्रम संस्कृतिको चाहिँ। नेपाल जस्तो भूपरिवेष्टित देशमा होइन, जहाँनिर चाहिँ केही सामानहरू पनि उत्पादनहरू त्यति भएको देखिँदैन, विदेशहरूबाट चाहिँ हामीले ल्याउनु पर्ने देखिन्छ, कल कारखानाहरू पनि त्यति छैन। यस्तो ठाउँमा चाहिँ हर्कवाद चाहिँ किन आवश्यक छ? यहाँ त एकदमै आवश्यक छ। हाम्रोमा चाहिँ कल कारखाना भएकाहरू पनि, उद्योग कल कारखाना भएकाहरू पनि बन्द भए क्या। पूर्वतिर कुरा गर्दाखेरि इटरीदेखि विराटनगरसम्म पुग्दाखेरि बिचको भूभागमा थुप्रै उद्योगहरू थियो, तर अहिले सबै प्राय बन्द छ होइन, सरकारले बन्द गर्दो रहेछ त्यो चाहिँ होइन। अनि अहिले चाहिँ हामीले चाहिँ धरानमा चाहिँ के गर्यौँ भन्दाखेरि हर्क सरले चाहिँ बेसार उद्योग सञ्चालन पनि छ होइन, साबुन चाहिँ सफल भइसकेको छैन होइन। बेसारको उद्योग खोल्दाखेरि चाहिँ यत्रो ठुलो उल्लासमय भयो होइन। नेपालमै राम्रो चाहिँ नेताहरूले पनि, राजनीतिज्ञहरूले पनि त्यो माया धराने बेसारको उद्योग खोल्दाखेरि चाहिँ गर्व महसुस गरेर सेयर गर्नुभयो क्या, शुभकामना दिनुभयो, बधाई दिनुभयो होइन। सानै भए पनि र त्यसको चाहिँ मेरो आफ्नै देशमा पनि, मेरो आफ्नै ठाउँमा पनि उद्योग छ, कल कारखाना छ भन्दाखेरि र हामी आफै आबद्ध हुँदाखेरि यति धेरै चाहिँ गर्व महसुस भएको थियो मलाई पनि होइन। त्यसले यति धेरै राम्रो चाहिँ गर्दो रहेछ होइन उद्योग कल कारखानाले भन्ने कुरा चाहिँ त्यहाँबाट पनि हामीले चाहिँ थाहा पायौँ। त्यसैले अब सानो भए पनि उद्योग कल कारखाना खोल्नुपर्छ होइन, अनि आफै रोजगार पाउँछ। जस्तै श्रम संस्कृति पार्कमै मात्र यति धेरै अहिले रोजगार पाउनु भएको छ होइन, रोजगारमा हुनुहुन्छ। त्यसैले हामीले आफैले यी खालका वातावरणहरू बनाइयो भने चाहिँ होइन रोजगार त्यहीँ सिर्जना हुँदो रहेछ भन्ने खालको पनि उदाहरण छ। अब श्रम संस्कृति पार्टीले नेपालमा ल्याउन खोजेको परिवर्तन चाहिँ कस्तो खालको परिवर्तन? त्यही त हो, मैले भनिहालेँ नि। अब हामी ठुलो सपनाहरू नदेखौँ, 100 तलाको बिल्डिङ बनाउने होइन, अनि ठुला पानी जहाजहरू कुदाउनु कहाँ होइन, कि त अब केपी सरकारको जस्तो बोल्ने मात्रै होइन। पछाडि चाहिँ रेल चाहिँ फेरि अनि रोस्ट गरिदिएर किराको रेल बनाइदिएको थियो होइन। त्यस्तो सम्भावना नभएका विकासका कुराहरू होइन, परिकल्पना नगर्ने, माटो सुगाउँदो, भूगोल सुहाउँदो विकास गर्नु पर्यो। भर्खरै हाम्रा महानायक राज हमालले भन्नुभएको छ नि होइन, हामी के अरे जापान बनाउने सपना देख्छौँ नेपाललाई होइन, के अरे अमेरिका बनाउने सपना देख्छौँ, त्यस्तो नगरौँ, हामी नेपाललाई नेपाल बनाउने सपना देखौँ होइन भनेर भन्नुभएको छ। वास्तविक नेपाल सुहाउँदो र भूगोल सुहाउँदो चाहिँ श्रम संस्कृति पार्टीले नै गर्छ होइन। त्यसैले हामीले साना काम गरौँ, ठुला गफ लाउने होइन, साना काम गरौँ भन्ने छ। सानो कामहरूले चाहिँ परिणाम ल्याउँछ होइन, चाँडो परिणाम ल्याउने कामहरू गरौँ। मैले अरबौँको प्रोजेक्ट गरेर के गर्ने, मेरो अर्को पुस्तामा पनि त्यो सक्सेस हुँदैन होइन। त्यसैले साना कामहरूलाई गरेर परिणाममुखी तुरुन्त देखिने, त्यसको रिजल्ट चाहिँ 3 महिनामै हामीले रिजल्ट निकालेको छ। श्रम संस्कृति पार्क बनाउँदाखेरि त्यो कति पार्कहरूमा मेरो आफै नेतृत्वमा बनेको पार्कहरू छ होइन, त्यसलाई 4 महिनाको अन्तरालमा त्यहाँबाट चाहिँ के अरे इन्कम जेनेरेट हुने कामहरू गरेका छौँ हामीले होइन, देखेको छ। र न त 3 महिनाको अन्तरालमा चाहिँ श्रम संस्कृति पार्टी राष्ट्र पार्टी बन्न सफल भयो। त्यसैले सानो तर रिजल्ट ल्याउने, इन्कम दिने काम गरौँ भन्छ। हजुर
श्रम संस्कृति पार्टीले विधानमा श्रमको सम्मान गर्ने र श्रम गर्ने भनेर यसलाई चाहिँ एकदमै मुख्य प्राथमिकता राखेको देखिन्छ। श्रम गर्ने र यो श्रमको सम्मान गर्ने समाज चाहिँ कस्तो हुन्छ? अब श्रम गर्ने भनेको चाहिँ त्यो श्रमको संस्कार बसाउने व्यक्ति विशेष हुन्छ हैन? हजुर हजुर। अब अहिले धरानमा भारतदेखि पनि पर्यटकहरू आउनुहुन्छ क्या श्रम संस्कृति पार्क घुम्नलाई हैन, हेर्नलाई। भारतमा त्यही श्रम संस्कृति पार्क जस्तो मात्रै पार्क छ होला त हैन? खोलाको बगरमा बिचरा भन्छु म त हाम्रो त हैन श्रम संस्कृति पार्क घुम्न किन आउनुहुन्छ भनेर हामीले उहाँहरूबाट प्रतिक्रिया लिँदाखेरि के भन्नुहुन्छ भन्दाखेरि जहाँ चाहिँ संस्कारको विकास भएको सुरुवात भएको छ हैन, श्रम संस्कृतिको सुरुवात भएको छ, त्यसैले त्यो सबैभन्दा ठुलो कुरा हो। त्यसमा चाहिँ ठुला ठुला कुनै हुनुपर्छ भन्ने छैन हैन, यो श्रम संस्कृतिको सुरुवात भएको ठाउँ हो हैन भनेर चाहिँ त्यो सुरुवातलाई चाहिँ एकदमै मेजर रूपमा लिइदो रहेछ क्या हैन। सिक्किम, दार्जिलिङ, आसाम यी राष्ट्रहरूबाट अब विदेशतिरबाट पनि आउनुहुन्छ, अन्यतिरबाट हैन, अनि जापानिजहरू अमेरिकन सबै त्यहाँ आउनुहुन्छ हेर्नलाई, किनभने त्यो सुरुवात ठुलो बबाल नै हुनु पर्दैन तर संस्कृतिको सुरुवात त्यहाँबाट भएको छ हैन भन्ने छ नि त। त्यसैले पनि अब श्रम संस्कारलाई विशेष पनि मानिएको छ हैन, त्यहाँबाट पनि हामी सिक्न सक्छौँ। हर्कबाद कुनै व्यक्तिको नाम विशेषको आन्दोलन हो अथवा यो एउटा दर्शन पनि हो? अब यसमा धेरैले चाहिँ अलिअलि खिसिटिहरी पनि गर्दै हुनुहुन्थ्यो हैन, हर्कबादको बारेमा चाहिँ यो बात पनि अहिले हुन्छ र भन्ने पनि भन्नुभएको थियो। यो सुरुवात हो हैन, टेस्टिङ पिरियडमै छ नि, यो सुरुवात हो। अब माओवाद हुने हैन, अर्को मार्क्सवाद दुनिया हुने हैन, यो त्यस्तो हुँदाखेरि हर्कबाद किन नहुने भनेर यो सुरुवात मात्रै हो भन्छु म चाहिँ। हर्कबादले चाहिँ युवा पुस्तालाई चाहिँ के सिकाउँछ? श्रम गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने छ। श्रम संस्कृति पार्टीले चाहिँ श्रमलाई चाहिँ राजनीतिसँग चाहिँ किन जोडेको? अब राजनीतिले नै चाहिँ राष्ट्र निर्माण गर्ने भएकोले गर्दाखेरि अब अन्य कुराले त हुँदैन रहेछ हैन। राजनीतिले नै राष्ट्र निर्माण गर्ने भएकोले गर्दाखेरि राजनीतिसँग चाहिँ श्रम जोड्नै पर्ने हुन्छ। र अन्त्यमा माटो बोल्छ पोडकास्ट मार्फत के सन्देश दिन चाहनुहुन्छ? माटो बोल्छ भन्दाखेरि त म त अघि सुरुमा छिर्ने बित्तिकै यहाँ यस्तो हेर्दाखेरि चाहिँ यो मेरो आफ्नै हो कि भन्ने खालको फिल भएको थियो हैन। मलाई थाहा चाहिँ थिएन अब यो कहिलेबाट सुरुवात भएको हो, कसले सञ्चालन गर्नुहुन्छ भन्ने कुराहरू पनि थाहा थिएन। तर आएर यसो हेर्ने बित्तिकै चाहिँ यो चाहिँ अब फिल हुन्छ नि त, जहाँ जाँदाखेरि चाहिँ यो मेरो हो भन्ने फिल हुन्छ हैन। पक्का पनि यो चाहिँ श्रम संस्कृति र माटोसँग बुझ्ने व्यक्तिहरूद्वारा चाहिँ सञ्चालन गरिएको हो कि जस्तो चाहिँ मलाई आभास भयो। हुन चाहिँ मलाई केही पनि थाहा छैन, तर यो चाहिँ ठ्याक्कै त्यही नै हो। माटोलाई माया गर्ने माटो प्रेमी राष्ट्रप्रेमीहरूद्वारा सञ्चालन गरिएको माटो बोल्छ भन्ने यो च्यानलले चाहिँ धेरै प्रगति अझै एकदमै प्रगति गर्छ होला हैन, राम्रो हुन्छ होला जस्तो लाग्छ। र म पनि धेरै धेरै नयाँ हो भने बधाई दिन चाहन्छु र उत्तर प्रगतिको कामना पनि गर्छु। सबै माझ पुगोस् हैन, माटो बोल्छ भन्ने बित्तिकै सबैजना अन्तर्वार्ता दिन पनि एकदमै लालै बनुन् हैन। हजुर हजुर, सबैजना आउन्, सफलताको शुभकामना। आफ्नो अमूल्य समयहरू दिएर हाम्रो माटो बोल्छ पोडकास्टमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। हामी अर्को एपिसोडहरूमा फेरि जोडिने नै छौँ। तबसम्मको लागि सेवाहरू अनि जय माटो।